दोस्रो जेन्जी आन्दोलन भनेर जुन मिरज ढुङ्गानाद्वारा नेतृत्व गरिएको छ, यो जेन्जी आन्दोलन पक्कै होइन। यहाँ केही न केही चलखेल छ, यहाँ स्पष्ट रूपमा छ। तपाईँहरूलाई तथ्यसहित म देखाउँछु। जो हिजो जेन्जी आन्दोलनको दोस्रो आन्दोलनको घोषणा गर्ने मिरज ढुङ्गाना, उनको यो साइडमा उभिरहेका यिनी व्यक्ति हुन् रापरपाका रविकिरण हमाल। यिनको घर कर्णाली प्रदेश सुर्खेतमा रहेको छ। यिनी रापरपाका हुन् र पहिलो जेन्जी आन्दोलनमा यिनलाई निकालिएको पनि थियो र अहिले चाहिँ उनी यसरी देखिनु र आजको यो आन्दोलनमा पनि हेर्नुस्, आज जुन मिरज ढुङ्गानासँग अथवा त्यहाँ जेन्जी युवाहरूसँग खटिएका छन्, यी धेरै ठाउँमा स्पष्ट रूपमा देखिएका छन्। यसरी बुझ्न सकिन्छ कि पक्कै पनि आजको आन्दोलन राजाको, दुर्गा परसाईको नयाँ रणनीति हो, यो नयाँ चलखेल हो। यदि जेन्जी आन्दोलन हुन्थ्यो भने खोइ सुदन गुरुङ खोइ, अनि प्रवेश दाहाल खोइ, यहाँ कोही पनि त छैनन्। यहाँ मिरज ढुङ्गाना बिकिसकेका छन्। मिरज ढुङ्गानालाई अहिले राजावादीहरूले चलायमान गराएको कुरा स्पष्ट छ र अहिले ती जो मिरज ढुङ्गानाको पछि लागेर त्यहाँ आन्दोलनमा गएका छन् नि, यी युवाहरूलाई थाहा छैन मिरज ढुङ्गानाले कसरी उनीहरूलाई जालमा पारेर आज बोलाएका छन्। तपाईँहरूलाई म अर्को प्रमाण स्पष्ट देखाउँछु। यहाँ चाहिँ 45 देखि 50 उमेरका एकजना यहाँ अद्वैश्य पुरुष हेर्नुहोस्, उनले यहाँ के भन्छन्। अब देशमा चाहिँ राज संस्था स्थापना गर्नै पर्छ। जेन्जीहरूको माग पनि त्यही नै हो, राज संस्था स्थापना गर्नुपर्छ देशमा। जेन्जी राज संस्थावादी हो, सबै राष्ट्रवादी। ल सुन्नुभयो त, के पहिलो जेन्जी आन्दोलन राज संस्थाको लागि थिएन? यदि हुन्थ्यो भने त त्यतिखेरै उनीहरूले राजालाई ल्याएर राख्थे। उनीहरू त गणतन्त्र पक्षधर थिए, संविधान पक्षधर थिए। आजको यो जेन्जी आन्दोलन चाहिँ पक्कै पनि राज संस्थाको पक्षमा हो। यहाँ चाहिँ राजावादीहरूले चाहिँ आफूले चाहिँ युवाहरू खेर्न सकेनन्, अहिले चाहिँ जेन्जीहरूलाई प्रयोग गर्दैछन्। माथि छाता चाहिँ यहाँ राजावादीहरूको छ, उनीहरूले चलायमान गराएका हुन्। त्यसैले प्रिय भाइ बहिनीहरू, यो जेन्जी भनेर आन्दोलनमा नजानुहोस्, किनकि तपाईँको उमेर छ, तपाईँहरू अझै पढ्ने लेख्ने उमेर हो, तपाईँहरूको यो अवस्था आउँछ, देश चलाउने अवस्था पनि आउँछ। तर यो आन्दोलनमा गएर बेकारमा दुनियाँको फाइदा स्वार्थको लागि तपाईँहरूले आफ्नो ज्यान बलिदानी नगर्नुहोस्। जो 78 जनाले बलिदानी गरे, उनीहरूकै बुई टेकेर फेरि अर्को आन्दोलन गर्ने र राजावादीहरूले पटक पटक त्यस्तो कुराहरू बोलेर त्यही कुराको मुद्दामा टेकेर यिनीहरूले आन्दोलन गर्न लागेको कुरा स्पष्ट छ। त्यसैले बुझ्नुहोस्, समयमै बुझ्नुहोस् र आफूलाई बदल्नुहोस्।